सो न्युटन फर्स्ट लले के भन्छ म अलि भिजुअलाइज गर्छु त्यसपछि तपाईँहरूले नोट डाउन गर्नुहोस् है। जस्तै कुनै अब्जेक्ट छ यो अब्जेक्ट छ रेस्टमा यदि यो अब्जेक्टमा तपाईँले यदि एक्सटर्नल फोर्स लाउनु भएन भने यो अब्जेक्ट के गर्छ भन्दाखेरि रेस्टमा रहिरहन्छ क्या। त्यसले र एउटा कुनै मानव बल छ होइन, त्यो बल चाहिँ मोसनमा छ, मोसन। यदि त्यो बलमा एक्सटर्नल फोर्स लागेन भने त्यो बल पनि केमा रहिरहन्छ, मोसनमा रहिरहन्छ होइन। त्यही नै के हो न्युटन फर्स्ट लको स्टेटमेन्ट। न्युटन फर्स्ट ल इट स्टेट्स द्याट a body continues to be in rest or motion if no external force acted on it हैन। कुनै बडी छ यदि त्यो मोसनमा छ र त्यो बडीमा यदि कुनै एक्सटर्नल फोर्स लागेन भने त्यो मोसनमा रहिरहन्छ, र कुनै रेस्टमा छ भने यदि त्यसमा एक्सटर्नल फोर्स लागेन भने त्यो केमा रहिरहन्छ, रेस्टमा रहिरहन्छ है। यो नै के हो न्युटन फर्स्ट ल हो।